खाएर हामी चाहिँ आज किचन चाहिँ बाहिर किन भन्नुहुन्छ होला यहाँ चाहिँ किचन बनाउँछ भित्र कि त्यो भएर चल्नुहोस् इस्कुस अब मलाई नो प्रब्लम सानो छ कि यता लडेन उयो भुइँमा गयो नि फेरि यहाँ चाहिँ कत्रो आवाज अन्त सुन्न मौरी हो मौरी हो उयो हुन्छ यहाँ चल्छ काँक्रामा यसो त के भोलि ल्याउँछ होला है पानी आएर के हो बिहान है अघि एकछिन हामीलाई चाहिँ फेरि यस्तो भयो बिमार डोनेसन रहेछ यहाँ झर्दै सब तलबाट पनि छ अझै आउनुपर्ने केटीहरू त्यस्तो हुनुपर्छ है यहाँ नानाको कपाल फेरि है उसो जान्छु लु गयो नाना बाई 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 नाना राम्रोसँग जाति हुनु ल कोही लड्नु त मान्दैन सबै ब्युटी खै कुन चाहिँ मलाई राखिदिएको गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई च्यानल हजुर सो गाइस म चाहिँ फेरि भर्खर फ्रेस सकेर अन्त बाहिर चिया खान बसिरहेको छु आई होप तपाईँ जाति कसैलाई हुनुहुन्छ होला फेरि आज न्यु डे ब्लग हुन्छ सन्डे ब्लग भन्छ तर आज त घाम पनि छैन होइन हामी छुट्टी भयो भने चाहिँ यस्तै हुन्छ घाम लाग्दैन अन्त हामी कमन हुने थाल्यो भने चाहिँ पुरा घाम लाग्छ हो गरम भएर हुन्छ अन्त आजको ब्लग त्यो हुनेछ हजुर बिगा लगाएको आज अन्त म चाहिँ खान्छु अब कफीहरू बनाइदिन्छु नानीले कफी सफी खाएर त्यहाँदेखि फेरि बजारमा सब्जी गरेर फेरि आफ्टर चर्च म बिमार पनि हेर्नु जान्छु है तल नानालाई अन्त बिमार हेर्नु पऱ्यो अन्त त्यहाँ पनि जानुपर्छ 55 अन्त आजको ब्लग त्यही हुनेछ अन्त नानी चाहिँ बिहानदेखि यतिलाई चाहिँ उठ्छ नानीहरू अन्त भोलि चाहिँ हाम्रो आर्यन जस्तो भयो भने उठान भन्दा हुन्छ हो दुईजना मात्रै उठ्दैछ नि त काम पनि गर्छ अन्त आज ब्लग त्यही हुनेछ धेरै दिन बाद सन्डे ब्लग पनि तपाईँ देख्नुहुन्छ आज म सब्जी गर्छु अब चियासा खाएर सब्जी गर्छु त्यहाँ चर्च जानुपर्छ के हुन्छ त्यही भएर त्यही हुनेछ गाइजहरू अन्त तपाईँले मेरो भिडियोलाई इन्डसम्म हेरिदिनु लाइक अनि सेयर सब्सक्राइब गरिदिनु अनि साथीभाइहरू नामसँग बस्नु होला अहिले बिमारीको पनि वेदर एकदम ज्वरोको सिजन खोकीको सिजन छ तपाईँहरू पनि जोगेर बस्नु होला बेसी अमिलो नखानु होला नखानु म अस्ति होइन अमिलो होइन उयो खाएको थिएँ कि हजुर खानु भयो होइन त्यस्तै हुँदैछ अहिले अचानक अस्ति मलाई एकैचोटि खोकी लागेको नि उयो खाएर आडु बगाएर खाएर हुन्छ नि हजुर रहेछ अहिले भेटौँ इस देख्नु भयो होला यो चाहिँ उसको नेचुरल हो उसले बनाएर पर्दैन अगाडि यस्तो बस्छ त हेर्नु निराशाजी यो त अन्त उयो उहिलेको हिरो क्या हो अन्त उयो अमिताभ बच्चनको यस्तै हुन्थ्यो नि पहिला कप त्यस्तै चाहिँ हाम्रो अञ्जली हो यो चाहिँ हाई भन्देऊ हाई भन्देऊ तिमी बिहान के गर्छ के पकायो आज खाना खाना के पकायो अञ्जलीले छिटो न मामा के खायो मामा रोटी खायो अन्त हामीलाई पनि ल्याउनु रोटी ए दाल पनि बनायो ए अचार पनि अन्त त्यति मात्रै बनायो ए खाइदिनु न अन्त खाइदिनु न छिटो सकेको छैन नि कहाँ सकिन्छ तिमी बोलिसकेको छैनौ बोल न अन्त के पाकेट देखाउ यहाँ यसको किचन ग्यास खै सिलिन्डर छैन फेरि त्यहाँ त आमोस हेरा बिहान कहाँ हो आमोस कहाँ जाने बस हो त्यो ओ आमोस कहाँ जाने बस हो कहाँ पुग्छ त्यो बस कलकत्ता राँची बोलाइदिउँ न हामी शिल्पना आन्टीको घरमा यिनीहरूलाई मजा छ चिया बनाइदिएछ बिहान कफी खाएर हामी चाहिँ आज किचन चाहिँ बाहिर किन भन्नुहुन्छ होला यहाँ चाहिँ किचन बनाउँछ भित्र कि
त्यो भएर चाहिँ अलिकति प्रब्लम भएछ भित्र किचनहरू रिपेयरिङ गरेछ नि त अनि सबै के भयो त्यही भएर यहाँ इस्कुस फल्दैछ गाइजहरू तपाईँलाई म इस्कुस देखाउँछु अब इस्कुसको दुःख हुँदैन रहेछ यहाँ के भन्छ फुलेछ यहाँ खोर्सानी नै यहाँ अब चाहिँ मलाई इस्कुसको प्रब्लम पर्दैन इस्कुस फल्दैछ गाइजहरू नानाको अब नो इस्कुसको प्रब्लम मलाई पर्दैन तपाईँलाई म यहाँबाट देखाउँछु ल गाइजहरू हो अब इस्कुसको नो प्रब्लम यहाँ हेर्नुहोस् इस्कुस अब मलाई नो प्रब्लम हो तपाईँ देख्न सक्नुहुन्छ यहाँ नो प्रब्लम मलाई इस्कुसको हो नानाको फल्दैछ यहाँ नाना खोर्सानी मौरी पर्छ त यहाँ मकै यहाँ सिबी ल भएर अब हामी चाहिँ सौदा गर्नु जाँदैछ पानी आयो नि त ढाड दुखेर कस्तो भएछ म त अन्त हामीबाट बाटो लिएर म जाँदैछु सब्जी गर्नै पर्छ आइतबार के गर्नु अब हप्ताभरिको सब्जी खानै पर्यो तपाईँलाई आज चर्च बनिँदैछ बनिसक्नु अरे ए डल्लै छ त्यहाँ जाँदैछु साथीभाइ सानो छ कि यता लडेन उयो भुइँमा गयो नि फेरि यहाँ चाहिँ चिप्लो छ त यो सुल्केको यस्तो चिप्लो छ डर लाग्छ म त यहाँ यसो गयो नि फेरि हुँदैछ नि त ए तँको मकैमा छ अघि है बहिनी कत्रो आवाज अन्त सुन् न मौरी हो सब्जी बहिनी है के हो दिन पनि आज अल्छी त घाम लाग्छ है भनेको महँगो छ हाम्रो पोखरीमा बजार तपाईँलाई देखाइदिन्छु यहाँ मेरो त केटाकेटी टेक्दैछ बहिनी डल्लै मैला गर्छ कताबाट जानु हामी चाहिँ अब उता नाङ्न पोखरी बजार ब्लक आज आउँदैछ गाडी भ्याक्सिन उत्तर झरेमा त्यही त खै ड्याम भएछ सबै परबाट म आउँछु गाडी जाम बेसी यहाँ सोधौँ न एकपल्ट दादाकोमा कति गर्छ उयो हुन्छ यहाँ चल्छ कतिजना सोधौँ प्याज टमाटर पास काँक्रामा यसो त के भोलि ल्याउँछ होला है भोलि ल्याउँछ होला नि त उसले पानी आएर अल्छी भयो नि यहाँ ल आउँछु हरेस भाउ कसो जानु ल घर पानी आएर के हो बिहान है बाटो सुबह सुबह पानी आएर साथीभाइहरू हर्ष भयो गाइजहरू आजको दिन एकदम हामी सकेर पनि जाँदैछु म घर फर्केको अब चर्च हेर्नुहोस् टाउको आउँछु घरमा गएर त्यहाँपछि चाहिँ काम हुन्छ यहाँ मस्ती रहेछ भएकोमा शीतल खालको छ है गाइज म चाहिँ चर्च गएको अब यो कलेज यस्तो गल्छ के भनौँ टाइम गइसक्यो आधी हामी चाहिँ अघि जानुमा दिन चाहिँ आउँदो रहेछ ला पानी आउँछ ल पानी लुगा भिज्ने डर हुन्छ नि त
सुकाइरहेको छ पानी नपरोस् भनेको गल्यो यस्तो गल्छ यो खाना के भन्नु तपाईँलाई भने पनि साथै छैन अघि एकछिन घाम लागेको छ फेरि यस्तो भयो त्यो ठुलो चाहिँ एलिस सानो एलिस छ है बहिनी तिमीलाई त के भएको बहिनी अब बहिनी तिमीलाई चाहिँ गर्मी भएको बहिनी कस्तो अघि आउँदा कस्तो गरम लागिरहेको थियो तै देखिस् सतिर अब हामी चाहिँ गएको अब गएपछि फेरि खानासँग खाएर चाहिँ हामी फेरि बिमार हेर्नु जानुपर्छ नानालाई हो अन्त मलाई भर्खर सेवा सक्यो पानी कस्तो परेको डर लागेर म त बाटो पनि चिप्लो छ बाटो कस्तो चिप्लो छ यहाँ त डर लाग्छ मलाई यस्तो हुन्छ साथीभाइहरू बिमारीलाई हो यसरी किने बिमार डोनेसन छ यहाँ मनी कहाँ हामी चाहिँ गएको अब तर अब ग्याङ भित्र मिलेर चाहिँ हामी जाने अब यहाँ त कति बाटो अप्ठ्यारो छैन केटीहरू पर आउँदैछ किन साथीभाइहरू के आऊ के साह्रो यो त हातमा बोकेर हामीलाई यस्तो चप्पलले हुँदैन बहिनी साउनु आउँछ कि आउँदैन भेटेर हामी जाँदैछौँ साथीभाइहरू यहाँ हेर्नुहोस् केटीहरू ग्याङ हामी आर्मी ग्याङहरू जान्छौँ कमानको आज यो चाहिँ तपाईँको आर्मी ग्याङहरू है हेर्नुहोस् गाइजहरू हेर्नुहोस् अब तलबाट पनि छ अझै आउनुपर्ने केटीहरू तपाईँलाई पनि भेटाइन्छ ल तलबाट किन मलाई त्यस्तै भयो त जना भेला भयौँ म रबिना दी हाम्रो सबिना दी सबैजना ग्रुपको ग्याङ हामी त घर बस्छौँ ग्रुप छोडिदिएर नि यस्तो हो नि ग्याङ आर्मी ग्याङ चाहिँ यस्तो हुनुपर्छ है यहाँ नानाको कपाल फेरि है उसरी चाहिँ हामी आर्मी ग्याङ आर्मी हो कि न सबिना दी आर्मी ग्याङ हो हामी हत्तु जियारको ल त्यही त आइपुग्यौँ नानाको घर यहाँ त हो बिमारी नानाको घर चाहिँ अफ गरम भयो हुन्छ नानी गरम पो भयो त मलाई यहाँ आइपुग्दा त माइचिना त सुतिरहेको होला तिमी किन बोलाएको है ओ सल्लाह जाने बाई के भयो यो त सबैजना छ यहाँ सबैजना केटीहरू यहाँ
नजाने त्यही त नयाँ बिमा आइसल यही आउँछु यही बोक्छु म नसुर्ता यहाँ लु जाउँ लु जाउँ मलाई दि त्यसो भए नजाने देख्दैन न बस्ने के हो तपाईँ त यही त हो नि जान्छु लु गएन नाना बाई 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 नाना राम्रोसँग जाति हुनु ल टेक केयर लु अरू मलाई दि बाई मलाई डार्लिङ बाई सला डार्लिङ बाई त्यसो भए गएको हामी चाहिँ अब त्यो भयो कि त्यही भएर चाहिँ कोही लड्नु त मान्दैन सबै ब्युटिफुल तिमी लड न त उसले भन्छ कसले लड्यो भने म चाहिँ मैले लडेँ भनिदिन्छु के भयो भनिदिन्छु आऊ झगडा पर्नुपर्छ हामी चाहिँ गएको अब यहाँ बस्ने छ त्यो बाई बाई एभ्रीबडी भोलि फेरि ब्युटिफुल भइरहेछ ल बाई बाई यहाँ सुन्नुहोस् होला साउनुको हल्ला हल्ला यहाँ बेसी हल्ला ल होइन यहाँ खै त्यो फ्रिजमा फ्रिजको खै खै हेर हिजो के सल्लाह गरिदियो झारमुरुक सामान ल्याउने यति ढिलो कति टाइम लाग्यो झारमुरुक सामान ल्याउन खै कुन चाहिँ मलाई राखिदिएको कालो उयो होइन उयो कालो भनेको औ तिमीले एकता बिहा हुँदा टोक्नु सक्दैन सक्दैन रड्डी गरिदिने गाइस म चाहिँ घर आइपुगेँ है घर आइपुग्नु माथि थिएँ त्यहाँदेखि जाँदा भेटेँ सबैजना आयो होइन नानाको चाहिँ अपरेसन भएको नि त अस्ति अपरेसन गरेर आएको अनि त्यही भएर चाहिँ आज अब छिटो गर्दा यसो भेट्नु गएको नि अरू टाइम बिहा हुँदैन अन्त यसो गाइस आजको भ्लग त्यही भयो अन्त के कस्तो लाग्यो कमेन्ट गरिदिनु लाइक अनि सेयर गरिदिनु मेरो भिडियो चाहिँ म इन गर्छु टेक केयर बाई बाई नेक्स्ट भिडियोमा भेटाउँछु